नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो मेरो भिडियोमा है। लाइभमा भन्न आइरहेको छ। अस्ति मैले मङ्सिरको 19 गते देखाएको थिएँ नि त हाम्रो बजार एउटा बजार हैन हैन पुरै भत्किँदै छ। जताततै भत्काउँदै छ बजार पुरै भत्किसक्यो भत्काउँदै छन्। मैले भनेको थिएँ नि 19 गते लास्टै हो 20 गते भत्काउन सुरु गर्छ भनेको यो चाहिँ उद्योग वाणिज्य सङ्घ। तर पनि बजार त खुलै के अरे अटोहरू त बसेको त हेर्नु त पुरै बजार हो। यता जेसीबाट भत्किँदैछ सोड्दैछ। म त आजै आयो यो बाटो त डराइ डराइ आएको। पुरै भत्किसकेको छ। घामले केही देखेको छैन। यहाँ चाहिँ एउटा दुईटा सटरमा चाहिँ अझै व्यापार गर्दै रहेछ है मान्छेहरूले। व्यापारीहरू चाहिँ मान्छेहरू होइन व्यापारीहरू। घरहरू सब बजारहरू खाएर बजार यहाँ बुद्ध चोक चाहिने भत्काउन सुरु गर्दैछन्। एउटा पनि डर हुन्छ अलिक टाढाबाट हिँडेपछि यतातिर झन् भत्काउँदैछ। पुरै भत्किसक्यो। त्यहाँ जुत्ता चप्पलहरू सस्तो छ। चाहिँ सेलमा राख्दैछ हेर्नु घर अस्तव्यस्त छ भत्किसक्यो। यतातिर व्यापार पनि हुँदै रहेछ। हिजोको भ्लग इन्ड गरेको थिएन है। मैले चाहिँ अहिले इन्ड गर्दैछु। सबैजनाले मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु, माया गरिदिनु होला है त। बाई।